नमस्कार साथीहरु, नेपाल क्रिकेटमा अहिले दुईवटा कुरा चलिरहेको छ। रोहित पौडेलको क्याप्टेन्सी र रोहित पौडेलको कन्सिस्टेन्सी। हुन त यी दुईवटै कुराहरू चर्चा गर्नुपर्ने विषय हो, तर मलाई लाग्दैन कसैले पनि चर्चा गरिरहेको छ। आजको यस भिडियोमा हामी यसैबारे चर्चा गर्नेछौँ। साथै रोहित पौडेलले प्रेस कन्फरेन्समा के भने, आगामी खेलको स्ट्र्याटेजी बारे अर्थात् नेपाल vs UAE को खेलमा जित निकाल्न उनको स्ट्र्याटेजी के रहनेछ भन्ने कुरामाथि उनले के बताए भन्ने कुरा पनि जान्नेछौँ। आजको यस भिडियोलाई सुरु गरौँ है त। नेपालले पहिलो खेलमा USA सँग जे भयो 263 रनको पिछा गर्दा बल्ल 156 मा शटडाउन भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कारणले गर्दा फ्यानहरूको मुटु भाँचियो अनि ट्विटरमा त ठट्टै भयो। नेपालका ब्याट्सम्यानको बल भन्दा पनि सन्दीपको हेराइ धेरै बलियो रे। तर हेर अब यो म्याच भने अर्कै कथा हो। नेपाल उठ्नै पर्छ रिभेन्ज मोड अन गरेर। युएईले पनि टेबलमा पुछारबाट माथि आउन खोज्दैछ। दुवै टिमका लागि डु अर डाई टाइप म्याच हो। सिन्स युएई भनेको पुछारमा रहेको टोली हो, हामी पनि थोरै ठिकै छ हाम्रो प्रदर्शन अहिले। हामीले ओडिआईमा जे भइरहेछ नि दर्शकबिन, सायद टी20 मा यस्तो भएको भए हाम्रो क्रिकेटको अहिलेसम्ममा द एन्ड भइसकेको हुन्थ्यो। हाम्रो केही समर्थकहरूले भन्छन् हामीले हैन टेस्ट स्ट्याटस पाउनु पर्ने हुन्छ र मैले पनि हैन डिस्क्राइब गर्दै भिडियो बनाएको थिएँ टेस्ट स्ट्याटस बारे। तर मलाई यहाँ लाग्दैन यसरी नै प्रदर्शन ओडिआईमा रह्यो भने चाहिँ हामीले टेस्ट कसरी खेल्न सक्छौँ। मलाई लाग्छ 20 ओभरमा ढल्न सक्ने हाम्रो टोली टेस्ट कसरी खेल्छ भन्ने कुरामा अहिले प्रश्न चिन्ह छ। नेपालको ब्याटिङ अहिले स्टक मार्केट जस्तो छ, कहिले बुम कहिले क्र्यास। भुर्तेल, पौडेल, आरिफ यिनीहरू चले भने 300 पनि सजिलो, तर चलेन भने 250 पनि पुग्न प्लेयर मिटिङ चाहिन्छ रे। बोलिङ साइड भने अझै पनि नेपालको प्राइड हो। सन्दीप लामिछाने, गुलसन झा, सोम्पल कामी यी 3 जना चल्दा विपक्षीको ब्याटिङ अर्डर नै हराउँछ। युएईमा पनि सजिलो छैन। जुनैद सिद्दिकी, आलिसान सराफु र कप्तान मोहम्मद वासिम नेपालका बलरहरूलाई राम्रो टेस्ट दिनेछन्। हुन त हामीले हेर्यौं हाम्रो स्पिनरहरूले कसरी परफर्म गरेका थिए युएसए विरुद्धको खेलमा। युएसए का हरमित सिंहले नेपाल विरुद्ध 6 विकेट लगेर गए, प्लेयर अफ द म्याच पनि बने उनले। हाम्रो स्पिनरहरूले 1 विकेट निकाल्न नसक्दा युएसए को हरमितले 6वटा विकेट लिए। दर्शकबिन मुख्य कुरा के रह्यो भने हाम्रा खेलाडीहरू क्याच आउट भएका छन् र रोहित पौडेलको यसबारे के प्रतिक्रिया छ थाहा छ? हो भनौँ न, हामी सिकिरहेका छौँ भनौँ न। अरे यार, तपाईँ सिक्दै सिक्दै जिन्दगी बिताउने हो र? उहाँले के भन्नुभएको छ, सुपर 3 को आशा अहिले कायमै छ, त्यसको लागि अझै मेहनत गर्नेछौँ। मेहनत गर्ने समय थिएन र अहिलेसम्म खेलाउने बित्तिकै हामीले मेहनत याद आउँछ। बिन तपाईँ नेपालको ओडिआई स्ट्याटस अथवा ओडिआईमा पर्फर्मेन्स बारे के सोच्नुहुन्छ? आफ्नो राय कमेन्ट बक्समा लेख्नु होला। आगामी दिनहरूमा यस्तै भिडियोहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।